हुँदैछ गाइजहरु टक्क यहाँहरु बाहिर कलेज टक्क अब हामी त जाँदैछु तल देख्न सक्नुहुन्छ है हाम्रो कलेज खेल्ने हो सो गाइज यो चाहिँ म बस्छु होइन यहाँ धेरै अब खेल्दैछ खेल्ने तयार भएन होइन गाइजहरु सो गाइज अब ह्यान्डसम सोल्टी है यहाँ क्लासकै कलेजकै सबैभन्दा ह्यान्डसम है सबैजनाले माया सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन यसो भलिबल अब सुरु हुँदैछ येल्लो हाउस भर्सेस ब्लू हाउस अनि हामी चाहिँ अब यो दुईटामा जुन जित्छ नि त्यो जित्ने चाहिँ हामीसँग फाइनल हो अनि हार्ने चाहिँ थर्ड पोजिसनको लागि हुन्छ फेरि त्यही हो अब सुरु हुन्छ हेर्दै गर्नु होला अब चाहिँ सुरु हुन लागिसक्यो है गाइजहरु हात मिलाउँदैछ केटाहरू अब हिजो खेल्थ्यौ 1-1 सेट भयो आज फाइनल सेट हो त्यही हाम्रो मनोहर स्कुल पनि हो कलेज पनि हो है गाइस यो पछि चाहिँ हाम्रो हाउसको गेम छ है ह्यान्डसम जोसहरू छ है टक्क लगाएर अब यो चाहिँ हार्ने टिम हो होइन थर्ड पोजिसनको लागि कबड्डी खेल्दैछ गाइज होइन आजको मेन अफ द म्याच चाहिँ हाम्रो येल्लो हाउसको हाम्रो सोल्टी हो है भेरी डेन्जरस म त बिग फ्यान भयो है उसको उनीहरू सेकेन्ड भयो सो अब चाहिँ हामी खाजा खाना लाग्यो है हाम्रो बिग सोल्टी अनि यता हाम्रो सोल्टी चाहिँ लास्टै लजा गरेको है फेरि अर्डर गरेको कस्तो मिस्त्री खाएको अब त हामी चटपट नै खायो है अब पानीपुरीको पर्खाइमा बसिरहेको अगाडि पानीपुरी नै आयो फेरि हामी चाहिँ गाइज होइन चटपट नि खायो पानीपुरी नि खायो अनि टक्क लगाएर फेरि अगाडि नजस्तो भयो साथीहरूलाई फेरि अर्डर गर्दैछ गाइज त्यतिर चाहिँ रोड छ है गाडीहरू सो टक्क हामी चाहिँ अब खाजा खाएर निस्कियो है खायो हाम्रो साथीहरूसँग हाम्रो कलेजको ह्यान्डसम साथीहरू छ है यहाँ मेरो भ्लगमा है आइदिनु होला है यसो कन्ट्याक्ट नम्बरहरू छोडिदिन्छु म हाम्रो ह्यान्डसम साथीहरू छ है गजब बेइज्जती है कबड्डी हुन्छ नि सो गाइज 0.5 मा बनाउनु दो हेलो गाइस हाम्रो अमन गुरुङ 50 च्यानलमा स्वागत छ तपाईहरुलाई भन्नुस् त आज हामी यो कलेजमा हाम्रो कलेजमा कबड्डी गर्ल्सहरुको कबड्डी भइरहेछ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो अनिल परियार यहाँ चाहिँ हाम्रो केटाहरु बुझ भयो होला हामी भित्र बसिरहेको छ किताब केटाहरु चाहिँ हेर्दै बसिरहेको छ के हेरे भन्दा टिकटक कृपया अन्यथा नसोचिदिनु होला भयो यस्तो दाँत देखाउँदै हुनुहुन्छ नि बाहिर पनि देखाउनु अब भगवान सबै केटाहरु बाहिर देखाइदिनु न हाम्रो गर्ल्स कबड्डी देखाइदिनु होला हाम्रो प्रवेश मोटे हो हाम्रो उहाँ चाहिँ हुन्छ कोच मोटे लान्टे मोटेको एमआर हेर्न सक्नुहुन्छ आज निराश हुनुहुन्छ मोटे पेट दुखेर रोइरहेको छ
अरू के भन्नु लाइक कमेन्ट सब्सक्राइब हाल्नु होला अमन गुरुङ 50 मा लाइक कमेन्ट सब्सक्राइब हाल्नु होला मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पे क्या लबे सीरी सा लग रहा है दिल गार्डन का मैले के भन्ने त्यही भन्ने त्यही हो लाइक कमेन्ट हालिदिनु लाइक कमेन्ट सेयर हालिदिनु सब्सक्राइब हालिदिनु केटाहरू यहाँ लाउरी नाप्छ के हो सब ठीक ठाक है वेरी गुड एकदम ठीक हाम्रो हिरो त छ है यो कस्तो हाम्रो हिरो हो नि हाम्रो सबै ठिकै छ यस्तै हो होइन भाँचिन्न मान्छे त भाँचिन लाइन राखिदिनुहोस् के भन्छ गेटमा हाम्रो कलेज त यस्तै हो है चेस खेल्ने ठाउँमा जाँदैछु है केटाहरू